बागलुङमा भइरहेको तेस्रो जेसिस कप 2025 फुटबल गुठी युनाइटेड र बागलुङ सुधार केन्द्र बीच एक गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुरु भएको छ, जसमा बागलुङ सुधार केन्द्रले सुरुमा गोल हान्न लागेको छ, तर गोल किपरले गोल रोकिदिएका छन् भने अब गुठी युनाइटेडको खेलाडी मैदानमा आउँदै हुनुहुन्छ। राम्रो प्रयास गरेका थिए, तर गोलकिपरले उक्त बललाई गोल हुनबाट रोकिदिएका छन्। अब हेरौँ गुठी युनाइटेडका खेलाडीले हानेको बल गोलकिपरले रोक्न सफल हुन्छन् कि हुँदैनन्। रेफ्रीले सङ्केत दिइसकेका छन्। अब यो गोल यो भनेपछि गुठी युनाइटेडको 1 गोल र बागलुङ सुधार केन्द्रको चाहिँ 0 भएको छ अहिलेसम्म। अब फेरि बागलुङ सुधार केन्द्रका खेलाडी गोल हान्नको लागि आइरहेका छन्। अब हेरौँ यो गोल हुन्छ कि हुन्न। खेल निकै नै रोमाञ्चक भएको छ। हाउ फास्ट अहिले गोल भएको छ। बागलुङ सुधार केन्द्रको 1 गुठी युनाइटेडको पनि 1। अब गुठी युनाइटेडको दोस्रो खेलाडी पेनाल्टीको लागि अगाडि आइरहेका छन्। बागलुङ सुधार केन्द्रको 2 जना खेलाडीमा 1 जनाको गोल भएको छ भने अब यो गोल हुन सफल भएको छैन। पोलमा लागेर बल फिर्ता आएको छ। गुठी युनाइटेडका दोस्रो खेलाडीबाट गोल हुन सकेको छैन, जसले गर्दा गोल 1-1 मै सीमित रहिरहेको छ भने अब बागलुङ सुधार केन्द्रका अर्का खेलाडी तेस्रो खेलाडी गोल हान्नको लागि आउनुभएको छ। हेरौँ यो गोल हुन्छ कि हुँदैन। किपरले राम्रो प्रयास गरिरहेका छन्। अब के हुन्छ हेरौँ है। ल यो गोल पनि अब पोलमा लागेर फिर्ता भएको छ। बागलुङ सुधार केन्द्रका तेस्रो खेलाडीले पनि गोल मिस गरेका छन्। अब गुठी युनाइटेडका तेस्रो खेलाडी गोलका लागि अगाडि बढिरहेका छन्। राम्रो चान्स थियो, तर खेलाडीले राम्रै प्रयास गर्नुभएको थियो, तर बल पोलमा लागेर फिर्ता भएको छ। अब यो गुठी युनाइटेडको तेस्रो खेलाडीको प्रयास के रहन्छ हेर्दै जाउँ। सिम्पल गोल हानेका छन् गुठी युनाइटेडका खेलाडीले। यो गोलसँगै गुठी युनाइटेडको 2, बागलुङ सुधार केन्द्रको 1 र ती 3 जना खेलाडीबाट पेनाल्टी सुटआउट भइसकेको छ भने अब चौथो बागलुङ सुधार केन्द्रका खेलाडी गोल हान्नको लागि आइरहेका छन्। अब उहाँबाट गोल हुन्छ हुँदैन हेरौँ हामी। ल उहाँले पनि सिम्पल गोल हानेका छन्, जसले गर्दा किपरले राम्रो प्रयास गरेका थिए, तर गोल भएको छ। बागलुङ सुधार केन्द्रको
चौथो खेलाडीबाट गोल भएको छ भने यसै गरी गोल 2-2 को गोल भएको छ। अब यो गुठी युनाइटेडको चौथो खेलाडीबाट के हुन्छ हेरौँ। र उहाँले चौथो खेलाडीले पनि गोल हान्न सफल भएको छ। गुठी युनाइटेडको 3 र बागलुङ सुधार केन्द्रको 2। अब लास्ट खेलाडी आउँदै हुनुहुन्छ। खेल निकै नै रोमाञ्चक र के होला भन्ने कौतूहलताको साथ खेल अगाडि बढिरहेको छ। बागलुङ सुधार केन्द्रको यो अन्तिम खेलाडीको गोल हुन्छ हुँदैन हेरौँ हामीले। उहाँ गोल हान्न तयार हुँदै हुन्छ र गोल भएको छ। निकै नै सहज तरिकाले गोल हान्नुभएको छ भने यसै गरी अन्तिम खेलाडीले गोल हान्नुभएको छ, जसले गर्दाखेरि बागलुङ सुधार केन्द्रको 3 गोल र गुठी युनाइटेडको पनि 3 गोल। यो गोल हान्न सफल हुनुभयो भने गुठी युनाइटेडकोबाट जित हुन्छ भने हान्न सक्नु भएन भने बराबर हुन्छ। हेरौँ के हुन्छ। अन्तिम खेलाडी बागलुङ गुठी युनाइटेडको र यो गोल यसैसँगै गुठी युनाइटेडले 4-3 को अग्रताले तेस्रो जेसिस कप 2025 जित्न सफल भएको छ। खेल निकै नै रोमाञ्चक रह्यो। के हुन्छ भन्दा भन्दै पेनल्टी सुटआउट हो, कहिले के हुन्छ। त्यसै गरेर गेम समाप्त भएको छ।